मलाई चाहिँ यो नयाँ वर्ष आउनुभन्दा पहिला सबै कुरा नेट क्लिन एन्ड पर्फेक्ट हुनुपर्ने के हजुर। अब घर त सफा एकदमै नेट हुनुपर्ने हजुरको, भान्साकोठादेखि लिएर बाथरुम झनै नेट हुनुपर्ने, अनि हजुरको यो कपडाहरू लन्ड्री सबै गरेको हुनुपर्ने र घरको नराम्रो टुटेफुटेको भाँडाहरू सबै फाल्नुपर्ने नहुन्जेलसम्म आफ्नो मन यति अशान्ति हुने है। त्योभन्दा पहिले सबै नेट क्लिन गर्नुपर्ने, पहिला चाहिँ यस्तो सोच थियो हजुर। अनि हामी विदेशमा बस्नेहरू त झनै बिजी हजुरको। नेपालको होलिडे पनि सेलिब्रेसन गर्नै पर्यो, यता पनि अब बाहिर देश हुनुहुन्छ भने बाहिरको पनि गर्नै पर्यो, किनभने बच्चाहरूलाई सिकाउनु पर्यो नि त। अनि त्यसपछि प्रायोरिटी स्वास्थ्य दिने है। अब चाहिँ मेरो सोच चाहिँ चेन्ज गर्यो हजुर। पहिला चाहिँ आफू क्लिन हुने, आफ्नो स्वास्थ्यको केयर गर्ने, अनि पछि सबै कुरा बाँकी भइहाल्छ। त्यही भएर योपालिदेखि मैले टोटली चेन्ज गरेँ, अनि मेरो नजर नै चेन्ज भयो जस्तो छ हजुर। सबै कुरा नेट सफा देख्छु। युजली हामीले घर सफा सबै कुरा गरेकै हुन्छ होइन, हाइजेनिक चाहिँ हुनु भएन। यदि हजुरहरूको सोच पनि यस्तो छ भने हजुरहरू पनि मलाई लाग्छ पहिला चाहिँ आफ्नो स्वास्थ्यको प्रायोरिटी दिनु होला, र बाँकी सबै कुराहरू भइहाल्छ हजुर। 2 दिनको जिन्दगी बिजी त भइहालिन्छ। अब त्यही माथि काम है हाम्रो, अब काममा पनि जानु पर्यो। यस्तै छ हजुर। जे भए पनि आउँदो 2026 सालको एकदमै धेरै धेरै शुभकामना। हजुरहरूको स्वास्थ्यको राम्रो होस् अनि सबै कुरा राम्रो होस् है त। ह्याभ अ